ला अघि पानीमा गएर बसिहालेछ है नानी त ओइ। अर्को समस्या चाहिँ के छ भने यो मेरो मोबाइल तातिएर होइन भ्लग आफै स्टप हुँदैछ क्या। मेरो बाजे बोजूकोमा रोप्नु भएको रहेछ अनि यस्तो फलहरू पनि फल्या छ। हेलो गाइज, स्वागत छ तपाईँहरूलाई फेरि अर्को नयाँ भ्लगमा। न्यू डे न्यू भ्लग सुरु भइसक्यो भन्दा पनि 1-2 दिन ग्याप भइहाल्यो साथीहरू। अनि अहिले चाहिँ म कहाँ छु भन्दाखेरि भन्दा पनि हामी चाहिँ कहाँ छु, ला अघि पानीमा गएर बसिहालेछ है नानी त ओइ। उयो तलतिर हेर्नु न, लिएर आउनु त बाउ। यस्तो छ यार, अघि भयो अहिले भर्खर लुगा लगाइदिएको अहिले हेर्नु न सेट यार गाइज। अनि त्यही नै हो गाइज, बिगार गरिहाल्यो। ओइ नहकार यहाँ भ्लगमा अलिक इज्जत गरेर बोल नि फेरि। तिमी चाहिँ अनि नानीलाई लुगा लगाइदिएर अनि 1 घन्टा लाएर भित्र मेकअप गरिराख्छौ, बनिराख्छौ। सो गाइज स्वागत छ तपाईँहरूलाई फेरि पनि नयाँ भ्लगमा। अनि त्यही हो, अस्तिको भ्लगमा म धरान गएको भ्लग आउँछ भनेर भनेको थिएँ। सो अलिकति मोबाइल ह्याङ भएको कारणले, क्यामेरा नचलेको कारणले चाहिँ मैले भ्लग बनाउनु पाइनँ। धरान गएको चाहिँ धरान गइयो, 1 रात बस्यो, भोलिपल्ट आइहाल्यो होइन। अनि हिजो चाहिँ हामी यहाँ घर आएको छौँ। यो चाहिँ हाम्रै घर हो। अब हेरिरहेको छ, एकजना आइज कि आइज भन्छ, एकजना हेरिरहेको छ। लिएर जानु न बाउ, त्यहाँनिर बुहारीलाई दिनु त, लुगा अर्को लगाइदिन्छ। अनि त्यही नै अब यहाँ घरमा आएको छौँ है। अनि धेरै काम छ अब यहाँ घरमा पनि। के छ मेन कुरो भन्दाखेरि नानीको जन्म दर्ता बनाउनु पर्ने छ। आज चाहिँ नानीको जन्म दर्ता बनाउन जान आँटेको वाडा कार्यालय। धेरै टाढो छैन, उति मासतिर हिँड्दै पनि पुगिन्छ। अनि त्यतै जाउँ भनेर चाहिँ यहाँ लुगा लगाइदिएको। नानी चाहिँ अघि आएर यहाँ खेतबारीमा पानी लगाइराखेको छ, अघि पानीमा आएर बसिरहेको रहेछ। सो त्यही नै हो। अनि गाइज अब हामी जाँदैछौँ, हेरौँ कति समय लाग्छ हाम्रो छोरीको यो जन्म दर्ता बनाउनलाई होइन। अस्ति हाम्रो बेदर्ता गर्दैखेरि अलिअलि त्यति बेलै बनाउनु खोजेको, त्यो बेदर्ता गर्ने बित्तिकै त्यही दिन बनाउनु मिल्दैन रहेछ क्या नानीको। अब अलरेडी लेट पनि भइसक्यो। सो पहिले नै बनाउनु पर्ने। अब हामीले बेदर्तै गरेको थिएन, म पनि अब विदेशबाट भर्खरै आएको नि त। भर्खर भन्दा पनि 1 साल त भइसक्यो। बनाउला भन्दै यत्तिकै भइरहेको थियो। अनि अस्ति चाहिँ भर्खर बनाएको, हाम्रो चाहिँ 1 महिना अगाडि बनाएको होला। अनि आज चाहिँ नानीको जन्म दर्ता बनाउनुको लागि जान आँटेको साथीहरू। सो यतातिर त पछाडिपट्टि त धान पनि रोपिसकेछ। सो हाम्रो बुवा पनि आउँदै हुनुहुन्छ। बुवा चाहिँ यहाँ मास्तिर बाजे बोजूकोमा जानुभएको अरे। अनि म र मेरो श्रीमती, नानी चाहिँ त्यहीँ बाजेकै घरदेखि अलिक परतिर छ वाडा कार्यालय, त्यहाँनिर जानुपर्ने छ। सो भ्लग अन्तिमसम्म हेरेर साथ दिनु होला साथीहरू। आजको काम चाहिँ त्यही नै हो। अनि यहाँ अब घरमा अलिअलि रासन पानीहरू सकिएको छ, त्यो सपिङ पनि हुन्छ होला सायद एकछिनमा। अब बुढीले के भन्छ त्यही अनुसारले गर्नुपर्छ। पहिले चाहिँ अब हामी नानीको जन्म दर्ता बनाउनु जाँदैछौँ वाडा कार्यालय है त साथीहरू। अनि साथीहरू यस्तै छ है, अब हाम्रो गाउँ चाहिँ जे होस् सानो गाउँ, रमाइलो ठाउँ। यिनीहरू कति ढिलो आएको, छिटो आउन हौ नानी लिएर। गर्मी फेरि यस्तो छ साथीहरू, आम्मामा अहिले भर्खर जिउ पोखालेर लुगा लगाएको है। अहिले भर्खर छ्याप भएर ढाँडतिर टाँसिएर, पेटतिर टाँसिएर पुरै बिजोग भइसक्यो। ठुली हुन्छ नि हौ, अनि जहिले कहाँ सानो हुन्छ। लु हिँड्नु न, हिँड्नु किन बसिराखेको? बाजेकोमा जाने भनेको होइन कि बुहारीले रक्सी किनिदिन्छ भनेर आश छ? बुहारीले किनिदिन्छ कि किनिदिँदैन भन्नु न एकचोटि। मसँग त पैसा छैन। सो अनि यस्तै छ साथीहरू। आज चाहिँ मेरै गाउँ हेर्नु होला, रमाइलो गर्नु होला। दुःख सुख अब जस्तो सस्तो भए पनि भ्लग बनाउँदैछु। गर्मी चाहिँ हेर्नु न साथीहरू, पसिना त आम्मामा। रुमाल किन्ने बेला भयो क्या। अब कहिले रुमाल बोकिँदैन थियो, अब चाहिँ रुमाल बोक्नै पर्ने अवस्था आइसक्यो क्या अरूभन्दा पनि। सो ऊ त्योपट्टितिर देखिएको चाहिँ हाम्रो मामा माइजूको घर हो। एकछिनमा मामा माइजूकोमा पनि जानुपर्ने काम छ। अनि यस्तै छ यहाँनिर चौतारा छ, बर र पिपल। जे होस् मजाको छ है ठाउँ चाहिँ। हाम्रो गाउँ पनि राम्रो छ। हाम्रो बुवा चाहिँ यहाँनिर बाजेको घर जाँदै हुनुहुन्छ। बाजेको घर चाहिँ यही है साथीहरू। अब वडा कार्यालय पनि यहाँ पछाडि बाजेको घरदेखि उति पर्तिर हो, नजिकै छ। सो यहाँनिर कालोपत्री पनि लगाएको थिएन, कालोपत्री पनि लगाइसकेको छु।
ओफ साथीहरू समस्या भयो समस्या। गर्मीले मोबाइल तातिएर भिडियो बन्द भएकै आफै अटोमेटिक बन्द भएकै गरिरहेको छ। बाजेको घरबाट हामी चाहिँ उतापट्टिबाट जानु पर्यो भनेको, यतैबाट पनि बाटो रहेछ सर्टकट, अनि त्यही भएर यतैबाट आएको। हाम्रो बुवालाई चाहिँ यहाँनिर चप्पल पनि तिमीले त किनिदिनु पनि किनिदिएको छौ नि त नानीलाई, त के भन्नु अब। चप्पल किनिदिएको अरे अलिक ख्वात्तै हाल्ने खालको किन्नु ओर्नु छैन बढ्दो मान्छेलाई, त्यही भएर त अहिले फुस्केको गर्छ त। बाटो कता छ हौ, यस्तै झारघारी त होला नि। नजिकै छ साथीहरू, आइहाल्यो। यहीँ नै पर्तिर वडा कार्यालय हाम्रो चाहिँ 10 नम्बरको शिव शताक्षी। ओके साथीहरू, अब यहाँनिर अलिकति हाम्रो बेदर्ताको अनि नानीको यो स्वास्थ्य कार्ड के बाल स्वास्थ्य कार्ड, नागरिकता के को फोटोकपी गर्नुपर्ने रहेछ। हामीलाई लाग्छ अस्ति हाम्रो बेदर्ता गर्दाखेरि पनि गरेको थियौँ, गरेर यहीँनिर छोडेको थियौँ जस्तो लाग्छ। फेरि यहाँनिर छैन भन्छ, अब फेरि गर्नुपर्ने भयो, यता पनि खर्च हुने भयो। यो फोटोकपीको त धेरै लाग्दैन, 30-40 रुपियाँ लाग्छ होला। अनि उता फर्म भर्नुपर्ने अरे, फर्म भरेको 600 रुपियाँ कि कति लाग्छ भनेर भन्दैछ। अस्ति पनि भरेको, अब फेरि 600 रुपियाँ घाटा हुने भयो। अरू मेन कुरो भन्दा नि अर्को समस्या चाहिँ के छ भने, यो मेरो मोबाइल तातिएर होइन भ्लग आफै स्टप हुँदैछ क्या। मेरो भिडियोहरू कति बेला स्टप हुन्छ, म चाहिँ बोलेकै गर्दो रहेछु हुँदैछ भनेर लास्टमा त भिडियो भएको हुँदैन रहेछ। अघि अलिकति रेकर्ड भएर होइन अलिकति चाहिँ हुँदैन रहेछ क्या। अब अहिले पनि भएको छ कि छैन केही थाहा छैन है मलाई। पछाडि क्यामेराबाट मैले गरिरहेको छु। सो यहाँ फोटोकपी गर्ने ठाउँ चाहिँ यहाँनिर हो। हेरौँ यहाँ मान्छे हुनुहुन्छ कि हुनुहुन्छ रहेछ। फाइनली फोटोकपी पनि गरिसकेँ। अब जाँदैछु त्यहाँनिर कार्यालयमा। अब त्यही फर्म भर्न एकछिन टाइम लाग्छ होला, अनि फ्याटाफुटा बनाएर हिँडिहाल्नु पऱ्यो क्या यार। यस्तो गर्मी छ यार, पसिना हेर्नु न साथीहरू यार। धरानमा पत्रीतिर बरु मोरङतिर त्यति साह्रो गर्मी थिएन यार, झापामा लास्टै गर्मी छ साथीहरू। हावा चलिरहेको छ र पनि कस्तो खली पसिना आएको क्या। ल भिडियो हेर्दै गर्नु होला। अब बाँकी हेरौँ के हुन्छ है। अलराइट गाइज, फाइनली नानीको जन्म दर्ता पनि बनाइसक्यौँ, अनि अब चाहिँ हामी फर्किँदैछौँ। अब फर्किँदा यता पर बाजेको घर मामाको घर निस्किँदै जाउँ कि भनेर सोचेको छु। सोच्नु चाहिँ अब हेर्नुपर्छ के हुन्छ। सो गाइज, अनि त्यही हो आजको यो भ्लग चाहिँ यस्तै। अब दुःख सुख यताउता गाउँतिरकै छ। अब आउने भ्लग चाहिँ दामी आउँछ साथीहरू। म किनभने यहाँ हाम्रै गाउँको दोमुखा भन्ने ठाउँमा घुम्न जाँदैछु, तपाईँहरूलाई पनि घुमाउनेवाला छु। सबैजनाले सब्सक्राइब गरिदिनु होला है त। बोला खाइरहेको छु यार अलिअलि। साथीहरू यो चाहिँ के हो, यहाँ हाम्रो बाजे बोजूकोमा रोप्नु भएको रहेछ। अनि यस्तो फलहरू पनि फलेको छ। मलाई चाहिँ थाहा भएन, यो ठ्याक्कै तपाईँहरूलाई थाहा छ भने यसको नाम कमेन्टमा लेखिदिनु त। साथीहरू यहाँ मामाहरूकोमा निस्किनु पर्यो भनेको, मामाहरू हुनुहुन्न रहेछ, कता जानुभएको नि। छिटो आऊ छोरी छिटो आऊ। मामाहरूको घर चाहिँ यही पल्लोपट्टिको त्यो माथिल्लो तला देखिएको। सो अनि बर्र पिपलको यहाँनिर चौतारा छ मजाको। यहाँ चाहिँ अब तपाईँहरूलाई देखाउनु पर्दाखेरि यतापट्टि चाहिँ चट्ट लाएर नहर छ, पौडी खेल्नु मजा आउँछ। अहिले चाहिँ अब धमिलो पानी आएको छ कि के छ कैँटा। अनि छोड्नै हुँदैन, धमिलो पानी किन आयो भनेर चाहिँ सोध्नु पऱ्यो नि त। लु जाउँ न, किन बसिराखेको तिमी? बाउ रक्सीले अगाएन अरे? ए ल आउनु जाउँ। अब चाहिँ हामी घरतिर लाग्ने हो साथीहरू। गर्मी लास्टै छ, बाहिर बसिराख्न सकिँदैन, पङ्खा एकदमै जरुरत छ। सो खुन्द्रुङ्गे खोला, घुन्द्रुङ्गे कि खुन्द्रुङ्गे अरे यो खोला कैँटे? खुन्द्रुङ्गे हो। खुन्द्रुङ्गे खोला सुकेर सत्यानाश। अलराइट गाइज, फाइनली घर पनि आइसक्यौँ हामी चाहिँ है। अब त्यही नै हो, आजको भ्लग चाहिँ यस्तै रह्यो। अब हेरौँ भोलिको भ्लग कस्तो आउँछ के आउँछ। म चाहिँ माथि दोमुखातिर जानु पऱ्यो भनेर सोची चाहिँ राखेको छु। अब निकै टाढै छ, हिँड्दै जानुपर्ने, साइकल पनि बिग्रिरहेको छ होइन। लेट्स सी के हुन्छ। यो भिडियो चाहिँ म यहीँनिर एन्ड गर्न चाहन्छु। सबैजनालाई थ्याङ्क्स फर वाचिङ भन्दै बाई बाई है त।